Korean language in Nepali, Pandari channel. Like, share and subscribe my channel for support my friend. 27과 어디가 아프십니까? नमस्कार सबैजनालाई। आज हामी पाठ 27 पढ्दैछौँ, अदिगा आफुसिम्निक्का। यो पाठमा हामीले छोक्कन मारागी र छिङसाङ मुत्को तेदाफागी। छोक्कन भनेको कुनै पनि शर्त अथवा अवस्थाको बारेमा भन्नलाई सिक्नेछौँ र छिङसाङ भनेको लक्षण सोधेर प्रश्नको उत्तर दिनलाई सिक्नेछौँ। थेवा इलमा फ्याङ्वान अस्पतालको विभिन्न विभागहरूलाई के भनिन्छ भन्ने बारेमा पढ्नेछौँ र उम्यान व्याकरण पढ्नेछौँ। त्यसैगरी थेवा इमा छिर्यो उपचारसँग सम्बन्धित शब्दहरू पढ्नेछौँ र व्याकरणमा सिम्निक्का अथवा सिम्निदा व्याकरण पनि पढ्नेछौँ। त्यसो भए सुरु गरौँ है त आजको पाठ। 대화 1. ल यहाँनिर हेर्नुहोस् त, खुट्टामा केही चोटपटक लागेर खुट्टा दुखेको जस्तो छ, चोटपटक लागे जस्तो छ नि। त्यसो भए के कस्तो वार्तालाप हुन्छ यिनीहरूको बिचमा एकैछिनपछि हेर्छौँ है त। यहाँनिर के भन्यो त भन्दाखेरि छियाछल यक खिन्छए छङह्यङ वेक्वागा इस्सयो भनेर भनेको छ। छियाछल भनेको मेट्रो अथवा सबवे, यक भनेको स्टेसन होइन, सौल यक भन्यो भने सौल स्टेसन, देजन यक भन्यो भने देजन स्टेसन होइन, भनेपछि स्टेसन। भनेपछि छियाछल यक भनेको सबवे स्टेसनको नजिकै, खिन्छ भनेको नजिकै, वरपर नजिकै के छ, छङह्यङ वेक्वा भनेको हाड जोड्ने विशेषज्ञ है, भनेपछि हाड जोड्ने विभाग चाहिँ नि छ भनेर चाहिँ नि भनेको छ। त्यसो भए फ्याङ्वान अर्थात् अस्पतालसँग सम्बन्धित विभिन्न विभागहरूलाई के भनिन्छ त पढौँ, हेरौँ त। छङह्यङ वेक्वा भनेको चाहिँ नि हाड जोड्ने विभाग भनेर चाहिँ नि सम्झिनु हुँदा हुन्छ। नेक्वा भने चाहिँ नि भित्री रोग विभाग, यसो पेट दुख्यो भने भित्र जिउभित्र के कस्तो छ त्यो हेर्नलाई नेक्वा है। त्यसपछि छिक्वा भने चाहिँ नि तपाईँको दन्त विभाग, दाँत दुख्यो, दाँत सम्बन्धी केही जचाउनलाई छिक्वा जाँदाखेरि हुन्छ। त्यसपछि इवी इन्हुक्वा भने चाहिँ नि तपाईँको नाक कान घाँटी विभाग। यहाँनिर के भनेको छ त हेर्नुहोस् त, नेइल आछिमेदो आफुम्यान खाबोल्केयो भनेर भनेको छ। नेइल आछिमेदो भोलि बिहान पनि दुख्यो भने जानेछु भनेर चाहिँ नि भनेको छ। कहाँ अस्पताल जाने जस्तो कुरा गरेर चाहिँ भोलि बिहान पनि दुख्यो भने म जाउँला नि भनेर चाहिँ नि भनेको छ। भनेपछि आफुदा दुख्नु, आफुम्यान दुख्यो भनेपछि उमेन व्याकरण तपाईको क्रियापद अथवा विशेषणमा लगाइन्छ। यसलाई कुनै एउटा अवस्था अथवा शर्त यस्तो भयो भने यस्तो गर्नेछु भनेर जनाउनको लागि उमेन प्रयोग गरिन्छ। बाछिम छ भने उमेन, जस्तै मक्ता मगुम्यान खायो भने, बाछिम छैन भने म्यान, खादा खाम्यान गयो भने, र रिउल बाछिम छ भने मान्दिल्दा मान्दिलम्यान म्यान मात्र हुन्छ, उमेन मान्दिरुम्यान गरिरहनु पर्दैन, मान्दिलम्यान गर्दाखेरि हुन्छ। भनेपछि मान्दिलम्यान बनायो भने भन्ने अर्थ लाग्दछ। अब त्यसो भए उमेन व्याकरणको केही हेर्नुहोस् त यहाँनिर उदाहरणहरू के भनेको छ। इगा आफायो, इ भनेको दाँत, इगा आफायो भनेको छ दाँत दुख्यो भनेर भनेको छ। इगा आफुम्यान छिक्वाए खाबोसेयो भनेर भनेको छ है। दाँत दुख्यो भने कहाँ जानुहोस्, छिक्वा अर्थात् दन्त विभागमा एकचोटि जानुहोस् भनेर भनेको छ। 2 नम्बरमा मरिगा आफायो टाउको दुख्यो भनेर भनेको छ। के भनेको छ त्यसपछि उत्तर प्रत्युत्तरमा यागल मगुम्यान ख्वेन्छाना जिल कयो भनेर भनेको छ। औषधि खायो भने ठिक हुनेछ भनेर चाहिँ नि भनेको छ। भनेपछि यागल मक्तामा बाछिम छ नि त, त्यही भएर मगुम्यान भयो, आफुदामा बाछिम छैन त्यही भएर आफुम्यान भएर यसरी भएको छ। यस्तो भयो भने भनेर अवस्था, एउटा कन्डिसन भन्छ नि अङ्ग्रेजीमा, कन्डिसन अथवा शर्त
जनाउनको लागि मगुम्यान भनेर उम्यान व्याकरण लगाउन मिल्दछ। अब त्यसो भए वार्तालाप 1 मा के कस्तो कुराकानीहरू गर्छन् त सुनौ त एकचोटि। 투한 씨, 걷는 게 왜 그래요? 발목이 좀 아파요. 발목을 삔 거 아니에요? 빨리 병원에 가보세요. 이 근처에 병원이 있어요? 지하철역 근처에 정형외과가 있어요. 내일 아침에도 아프면 가볼게요. 고마워요. 투한 씨, 걷는 게 왜 그래요? 발목이 좀 아파요. 발목을 삔 거 아니에요? 빨리 병원에 가보세요. 이 근처에 병원이 있어요? 지하철역 근처에 정형외과가 있어요. 내일 아침에도 아프면 가볼게요. 고마워요. वार्तालाप सुनिसकेपछि अब यो वाक्यहरू म पढेर सुनाउँछु है त। थुवानसी खन्नुन्गे वे खरेयो। थुवान तिम्रो हिँडाइकिन त्यस्तो अलिकति फरक छ होला है। डेली प्राय जसो के भन्छ हिँडिरहने भन्दा आज अलि फरक छ, त्यही भएर खन्नुन्गे वे खरेयो भनेर सोधेको छ। फाल्मोगी चोम आफायो। फाल्मोक अर्थात् गोलीगाँठोमा अलिकति समस्या छ खुट्टाको भनेर चाहिँ नि भन्यो। आफायो दुख्यो भनेर भन्यो हैन। फाल्मोगन पिन्ग हानिएयो भनेर चाहिँ पिदा भनेको के भनेको थिएँ मैले? मर्किनु भनेको थिएँ नि। तिम्रो गोलीगाँठो मर्केको होइन र मर्केको होइन भनेर सोध्यो। पाल्ली फ्याङ्ने खाबोस्यो, चाँडो सकेसम्म चाँडो चाहिँ नि अस्पतालमा जानुस् न भन्यो। यी खिन्छए फ्याङ्नी हिस्सयो, यो यहाँ नजिकै चाहिँ नि के छ वरपर अस्पताल छ भनेर सोधेको छ। छियाछल य खिन्छए छङह्यङ वेक्वागा हिस्सयो। सबवे स्टेसनको मेट्रो स्टेसनको नजिकै छङह्यङ वेक्वा हाड जोड्ने विभाग छ भनेर भनेको छ। नेइल आछिमेदो आफुम्यान खाबोल्केयो खोमायो। भोलि बिहान पनि दुख्यो भने जाउँला धन्यवाद भनेर भन्यो। अब त्यसो भए यहाँनिर हेर्नुहोस् त के भन्यो, सुरुमा चाहिँ नि कुरो सुरु गर्यो हैन। थुवान्सी खन्नुन्गे वे खरेयो भनेर भन्यो। तिम्रो हिँडाइकिन त्यस्तो भनेर चाहिँ नि भनेको छ। फाल्मोगे चोम आफायो भनेर भनेको छ। फाल्मोक मैले भने नि सोन हो भने सोनमोक, फाल हो भने फाल्मोक भनेर भनेको छ नि। गोलीगाँठो जुन त्यो ठाउँ चाहिँ नि खुट्टाको गोलीगाँठो चाहिँ नि हल्का यसो दुख्यो भन्यो। फाल्मोगल पिन्ग हानिएयो भनेर भनेको चाहिँ फाल्मोगल पिन्ग हानिएयो। त्यहाँ गोलीगाँठो चाहिँ नि मर्किएको होइन भनेर चाहिँ सोध्यो। मर्क्या जस्तो छ त्यही भएर हानिएयो भनेर मर्क्या होइन भनेर सोध्यो। पाल्ली फ्याङ्ने खाफोस्यो, चाँडो अस्पताल जानुस् भनेर चाहिँ नि भन्यो। एकचोटि गए हेर भनेर के भनेको छ सल्लाह सुझाव दिएको छ हैन। अनि यहाँनिर के भनेको छ फाल्मोगी पिदा है। फाल्मोगी पिदा भनेको चाहिँ नि तपाईको गोलीगाँठो चाहिँ मर्किनु, पिदा भनेको मर्किनु भन्ने हिसाबमा बुझ्न सकिन्छ। त्यसपछि यी खिन्छए फ्याङ्नी हिस्सयो भनेर सोधेछ। यहाँ नजिकै यता कतै नजिकै चाहिँ नि अस्पताल छ भनेर सोधे। छियाछल य खिन्छए छङह्यङ वेक्वागा हिस्सयो भनेर भनेको छ है। छियाछल य खिन्छ भनेपछि तपाईको यो सबवे स्टेसनको नजिकै हाड जोड्ने विभाग छ भनेर भनेको छ। अब खुट्टा दुख्यो, खुट्टा मर्क्यो, हात मर्क्यो, अब हाड जोड्नेसँग सम्बन्धित समस्या हो भने छङह्यङ वेक्वामा जानुपर्छ नि हैन। अनि त्यसपछि तपाईको यदि दाँत दुख्यो भने चिक्वामा जानुपर्छ हैन। आँखासँग सम्बन्धित छ भने त्यो चस्मा हो भने आन्क्वामा जाँदाखेरि हुन्छ हैन। नेत्र विभाग भनेर भनिन्छ हैन। त्यसरी नै तपाईहरुले केसँग सम्बन्धित त्यही विभागमा ट्याक्क जाँदाखेरि हुन्छ। त्यसपछि नेइल आछिमेदो आफुम्यान फुल्केयो। भोलि बिहान पनि आछिम ए दो भनेको छ। दो भनेको पनि, भोलि बिहान पनि दुख्यो भने जानेछु धन्यवाद क्षमा भयो भनेर भनेको छ। अब त्यसो भए रोल प्ले गरौँ। तपाईहरु थुवान बन्नु होला है त। ल अनि म चाहिँ रिहान भन्छु। ल मैले सुरु गरी। थुवान्सी खन्नुन्गे वे गरेयो? फाल्मोगल पिन्ग हानिएयो? 빨리 병원에 가보세요.
지하철역 근처에 정형 외과가 있어요. ओके है त अब एक्सचेन्ज गरौँ है त ल तपाईहरुले सुरु गर्नुस् त 발목이 좀 아파요. 이 근처에 병원이 있어요? 내일 아침에도 아프면 가볼게요. 고마워요. त्यसो भए अब प्रश्न सोध्ने उत्तर दिने पालो आयो ल यहाँनिर हेर्नुस् त 오늘 아침부터 배가 너무 아파요. हेर्नुस् त आज बिहानदेखि पेट एकदम दुख्यो. त्यसो भए कहाँ जानुपर्छ पेट दुख्यो भने 배가 아프다 पेट दुख्यो भने नेक्वा에 खादा नेक्वा अन्तर्विभागमा चाहिँ भित्री विभागमा चाहिँ जानुस् भनेर चाहिँ भन्नलाई के भन्ने 배가 아프면 पेट दुख्यो भने कहाँ जानु नेक्वा에 가보세요. एकदम सही जवाफ. अब त्यसो भए यहाँनिर हेर्नुस् त दाँत दुख्या जस्तो छ यो मान्छेको हेर्नुस् त इगा आफायो दाँत दुख्यो भने कहाँ जानुपर्छ छिक्वामा जानुपर्छ नि हैन दाँत दुख्यो भने दन्त विभागमा जानुस् भनेर भन्नुस् त कसरी भने इगा आफु면 छिक्वा에 가보세요 भनेर भन्न सकिन्छ. सही जवाफ. अब त्यसो भए यहाँनिर हेर्नुस् त मोगी आफायो मोग भनेको घाँटी दुख्यो भने कहाँ जाने घाँटी दुख्यो भने नाक कान घाँटी विभागमा जानुस् भनेर भन्नुस् त के भन्ने मोगी आफु면 इबी इन्हुक्वा에 가보세요 भनेर भन्दाखेरि हुन्छ. एकदम सही जवाफ. अब त्यसो भए यहाँनिर हेर्नुस् त फेरि एकचोटी यहाँनिर थेवा अर्थात् यो के भन्छ वार्तालाप सुन्नु होला है त. 투한 씨, 걷는 게 왜 그래요? 발목이 좀 아파요. 발목을 삔 거 아니에요? 빨리 병원에 가보세요. 이 근처에 병원이 있어요? 지하철역 근처에 정형외과가 있어요. 내일 아침에도 아프면 가볼게요. 고마워요. हामीले वार्तालाप सबै सुन्यौं सबै वाक्यहरूको अर्थ पनि अर्थ्यायौं. अब त्यसो भए चेकचाच गर्ने ठाउँमा आयौं. प्रश्नको उत्तर दिनुपर्ने भयो तपाईहरुले. हेर्नुस् त यी सारामन अदिए खाया हमने का यो मान्छे कहाँ जानुपर्छ भनेर सोधेछ. हेर्नुस् त चित्रमा दाँत दुख्या छ नि उसको दाँत दुखेपछि कहाँ जानुपर्छ दन्त विभागमा जानुपर्छ. कोरियन भाषामा दन्त विभागलाई के भनिन्छ छिक्वा भनिन्छ है. त्यसो भए कहाँ जानुपर्छ छिक्वाए खाया हमनिदा है त 2 नम्बर यसको सही जवाफ हुन्छ. त्यसो भए 1 देखि 4 सम्म सरर पढौं. तपाईहरु पनि मसँगसँगै उच्चारणको अभ्यास गर्नु होला है त. नेक्वाए खाया हमनिदा छिक्वाए खाया हमनिदा 정형 외과에 가야 합니다. र 이비 이누과에 가야 합니다. भनेर भन्न सकिन्छ. अब त्यसो भए प्रश्न नम्बर 2 हेर्नुस् त खाली ठाउँमा मिल्ने शब्द भर्नुस्. खाले के भनेको छ मोगी नमु आफायो मोगी ... इबी इनुक्वाए खाबोसेयो के हुन्छ ल भन्नुस् त यो खाली ठाउँमा पक्कै पनि आफुमेन हुन्छ. आफुमेन मोगी आफुमेन घाँटी दुख्यो भने नाक कान घाँटी विभागमा जानुस् भनेर आफुमेन हुन्छ. त्यसो भए यसको सही जवाफ चाहिँ 3 नम्बर आफुमेन. त्यसो भए 1 देखि 4 सम्म सरल पढ्छु. तपाईहरुले पनि उच्चारण दोहोर्याउनु होला. 1 नम्बर आफास 2 नम्बर आफुगो 3 नम्बर आफुमेन र 4 नम्बर आफुनहुए. 대화 2. अब हामी यो पाठको वार्तालाप 2 पढ्दैछौं. हेर्नुस् त हस्पिटलमा गएको जस्तो छ. डाक्टरसँग चाहिँ नि कुरा गर्दैछ. यसरी लडे भन्ने जस्तो कुरा गरे जस्तो छ. के कस्तो कुरा गरेको छ एकैछिनमा हेरौँला है त. ल अब यहाँ हेर्नुस् त डाक्टरले भनेको छ मंगनन याक्वा
파스를 처방해 드리겠습니다 भनेर भनेको छ। खाने औषधि र फास भने चाहिँ तपाईको कतै दुख्यो, कतै मर्क्यो अथवा केही सुन्नियो, दुख्यो भने त्यो दुख्ने ठाउँमा टास्ने एउटा चाहिँ नि पट्टी हुन्छ, त्यसलाई फास भनेर भनिन्छ है। खाने औषधि र त्यो टास्ने पट्टी चाहिँ नि के गरिदिन्छु, सिफारिस गरिदिन्छु भनेर भनेको छ। छबाङहादा भनेको तपाईको डाक्टरले औषधि सिफारिस गर्नु, अंग्रेजीमा प्रेस्क्राइब गर्नु भनिन्छ नि हैन, छबाङहादा भनेर भनिन्छ। छबाङ प्रेस्क्राइब गरिदिन्छु, सिफारिस गरिदिन्छु भनेर चाहिँ नि डाक्टरले भनेको छ। अब त्यसो भए छिर्यो अर्थात् उपचारसँग सम्बन्धित केही शब्दहरू पढौँ त। फासरिल बुच्छिदा भनेको दुखाइ कम गर्ने त्यो जुन पट्टी मैले भने नि फास, त्यो चाहिँ नि टास्नु। तपाईले औषधि पसलबाट पनि फास किन्न सक्नुहुन्छ, फास छुस्यो भनेर माग्न सकिन्छ। त्यसपछि चिम्जिरिल हादा भनेको चाहिँ तपाईको तातो पानीले सेकाउनु भनेर बुझ्दाखेरि हुन्छ चिम्जिरिल हादा हैन। चिम भनेको तपाईको बाफ हो नि हैन, चिम्जिलबाङ भनेर पनि भन्छ नि हैन। भनेपछि चिम्जिरिल हादा भनेको तातो पानीमा सेकाउनु र छुसारेल मात्ता भनेको सुई लगाउनु, छुसारेल मात्ता भनेको सुई लगाउनु। अब त्यसो भए डाक्टरले फेरि भनेको छ यगिरिल नुरुमियन अत्तस्मिनिका भनेर भनेको छ। के भन्छ, यगिरिल नुरुमियन अत्तस्मिनिका। यहाँ थिच्यो भने नरुदा भनेको थिच्नु, जस्तै मैले यो रिमोट थिचिरहेको छु नि, यसलाई थिच्नु, यसरी थिच्नलाई नरुदा भनेर भनेको छ। त्यसमा उमेन व्याकरण लगाएर बाछिम छैन, नरुमियन यगिरिल नुरुमियन। यहाँ थिच्यो भने कस्तो हुन्छ, दुख्छ भनेर चाहिँ अत्तस्मिनिका भनेर सोधे। त्यसो भए सिम्निका सिम्निदा व्याकरण पढौँ है त। यो सिम्निका सिम्निदा व्याकरण औपचारिक अवस्थामा प्रयोग गरिन्छ। औपचारिक अवस्था भनेको कुनै पनि चिज तपाईले कतै प्रस्तुत गर्दै हुनुहुन्छ, प्रेजेन्टेसन हुन्छ नि, केही प्रस्तुत गर्दै हुनुहुन्छ, तपाईले भाषण कुनै चाहिँ नि औपचारिक रूपमा भाषण गर्दै हुनुहुन्छ, अथवा कोही मान्छेले समाचार भन्दैछ भने त्यस्तो बेलामा चाहिँ तपाईले यो सिम्निका सिम्निदा व्याकरण प्रयोग गरिन्छ, औपचारिक अवस्थामा प्रयोग गरिन्छ। यसको चाहिँ नि के भन्छ त भन्दा आयो अयो छ नि, जस्तै हादा हेयो हुन्थ्यो भने यहाँनिर हादा हाम्निदा हुन्छ हैन, मक्ता मक्सिम्निदा हुन्छ हो। भनेपछि हामीले नर्मल बोलीचालीमा चाहिँ नि खाएँ भन्नलाई मगयो भने हुन्थ्यो। अब चाहिँ नि सामान्य ठाउँ होइन कि, अब औपचारिक ठाउँमा छौँ, जस्तै म समाचार भन्दैछु हैन, अथवा चाहिँ मैले कुनै कुरा प्रस्तुत गर्दैछु, प्रेजेन्टेसन गर्दैछु, एउटा औपचारिक अवस्थामा छु, औपचारिक ठाउँमा छु, मिटिङमा छु हैन, यस्तोमा छु भने औपचारिक अवस्थामा सिम्निदा र सिम्निकावाला व्याकरण लगाइन्छ। सिम्निका चाहिँ प्रश्न सोध्नलाई प्रयोग गरिन्छ, सिम्निदा चाहिँ नि यो उत्तर दिन अथवा सरल एउटा वाक्य बनाउनलाई प्रयोग गरिन्छ। यसको अर्थ चाहिँ नि यही हो, आयो अयोसँग उही अर्थ राख्दछ, खाली औपचारिक अवस्थामा मात्र भन्ने चाहिँ नि कुरो चाहिँ नि हो। त्यसो भए बाछिम छ भने सिम्निदा, जस्तै मक्ता मक्सिम्निदा हुन्छ। बाछिम छैन भने भ मात्र हुन्छ हैन, जस्तै हादा हाम्निदा हुन्छ। प्रश्न सोध्दा पनि त्यही हो, मक्ता बाछिम छ सिम्निक्का हुन्छ, मक्सिम्निक्का, अथवा बाछिम छैन हादा हो भने हाम्निक्का भनेर अलिकति आवाजलाई पनि माथि लानु पर्दछ प्रश्न सोद्धाखेरि है त। त्यसपछि यदि रियल बाछिम छ मान्दिल्दा छ भने के हुन्छ, मान्दिम्निदा हुन्छ, र हराएर जान्छ, मान्दिल्दा मान्दिम्निदा हुन्छ। त्यसो भए यो व्याकरणको केही उदाहरणहरू हेर्नु त। अतख्य ओस्या सिम्निका भनेर सोधेको छ, कसरी आउनु भयो भनेर भनेको छ। अतख्य ओस्या सयोसँग उही अर्थ राख्दछ, तर अलिकति के भन्छ औपचारिक रूपमा भन्दाखेरि चाहिँ नि के भनिन्छ, अतख्य ओस्या सिम्निका भनेर सोधेको छ। के छ, फेगा आफास वा सिम्निदा, पेट दुखेर आएँ भन्ने अर्थ लाग्दछ। त्यसपछि के छ, फेगा आफास वा सिम्निदा भनेर यसरी भनेको छ हैन। अदिगा आफम्निका भनेर सोधेको छ, कहाँ दुख्यो भनेर सोधेको छ। मरिगा आफुगो यरी नाम्निदा भनेर भनेको छ। मरिगा आफुगो यरी नाम्निदा, टाउको दुख्यो र के पनि भयो, ज्वरो पनि आएको छ भनेर छ। यसलाई आयो आयोमा यरी नायो भने पनि हुन्छ, तर अलिकति औपचारिक रूपमा कुरा गर्दाखेरि यरी नाम्निदा भन्ने चाहिँ नि यसरी प्रयोग गर्नु पर्दछ। अब त्यसो भए ल हेर्नुहोस् त, डाक्टरसँग थुवानले के कस्तो गफगाफ गरेका छन् एकचोटि सुन्नुहोस् त। 어디가 아프십니까? 어제 계단에서 넘어져서
발목을 다쳤어요. 어디 봅시다. 여기를 누르면 어떻습니까? 아, 너무 아파요. 발목을 삐었네요. 먹는 약과 파스를 처방해 드리겠습니다. 그런데 발목을 삐었을 때는 많이 걷지 말고 앉아서 쉬어야 합니다. 그리고 찜질을 해주는 것이 좋습니다. 네, 알겠습니다. 어디가 아프십니까? 어제 계단에서 넘어져서 발목을 다쳤어요. 어디 봅시다. 여기를 누르면 어떻습니까? 아, 너무 아파요. 발목을 삐었네요. 먹는 약과 파스를 처방해 드리겠습니다. 그런데 발목을 삐었을 때는 많이 걷지 말고 앉아서 쉬어야 합니다. 그리고 찜질을 해주는 것이 좋습니다. 네, 알겠습니다. गफगाफ सुनिसकेपछि अब एक एक वाक्य हेरौँ त। 어디가 아프십니까? कहाँ दुख्यो, कहाँ चोटपटक लाग्यो भनेर सोधेको छ। 어제 계단에서 넘어져서 발목을 다쳤습니다 भनेर भनेको छ। हिजो भर्याङबाट लडेर गोलीगाठोमा चोट लाग्यो भनेर भनेको छ। 어디 봅시다. 여기를 누르면 어떻습니까? ल हेरौँ त। यहाँनिर दुख्यो भने, यहाँनिर के अरे थिच्यो भने दुख्छ, कस्तो हुन्छ भनेर सोधेको छ। 너무 아파요. एकदम दुख्यो भनेर भन्यो। 발목을 비었네요. अर्थात् यो चाहिँ नि के भन्छ, गोलीगाठो चाहिँ नि के भएछ, त्यहाँनिर चाहिँ मर्केछ भनेर भनेछ। 먹는 약과 파스를 처방해 드리겠습니다. खाने औषधि र फास चाहिँ नि त्यो टास्ने फास हुन्छ नि, त्यो चाहिँ नि पट्टी चाहिँ नि के गर्छु, म प्रेस्क्राइब गरिदिन्छु भनेर भनेको छ हैन। 그런데 발목을 비었을 때는 많이 걷지 말고 앉아서 쉬어야 합니다. तर के भनेछ, गोलीगाठो के हुँदाखेरि, मर्किदाखेरि के गर्नु हुँदैन, 많이 걷지 말고 धेरै चाहिँ हिँड्नु हुँदैन र बसेर, 앉아서 बसेर चाहिँ नि आराम गर्नु पर्दछ भनेर भनेछ। 그리고 찜질을 해주는 것이 좋습니다. र के भन्छ, तातो पानीले सेकाउँदाखेरि राम्रो हुन्छ भनेर भनेछ। ने 알겠습니다, हुन्छ भनेर चाहिँ नि भनेको छ। अब त्यसो भए एक एक वाक्य अलिकति विस्तृत रूपमा केलाउँदा 어디가 아프십니까 भनेर सोधेको छ। कहाँ चाहिँ नि दुख्यो, कहाँ दुखेर आएको हो तपाईँ भनेर भन्यो। 어제 계단에서 넘어져서 발목을 다쳤어요. हिजो भर्याङबाट लडेर, 계단 भनेको तपाईको भर्याङ, के भन्छ, 넘어지다 भनेको लड्नु है, 넘어지다, 계단에서 넘어져서 भर्याङ चढ्दा चढ्दै भर्याङमा लडेर के भयो, के भन्छ, 발목, गोलीगाठो चाहिँ मा चाहिँ नि चोटपटक लाग्यो भनेर भनेको छ। हेर्नुस् त, 넘어지다 भनेको लड्नु है, 넘어지다, 넘어지어서 आस अस व्याकरण लगाएर 넘어져서 भएको छ। तपाईहरुले जहिले पनि 넘어져서 भनेर शब्द देखेपछि ओहो यहाँनिर त आस अस व्याकरण लगाएको रहेछ, यसको मूल रूप चाहिँ के हो भनेर मूल रूप खोज्नु पर्छ है। मूल रूप चाहिँ 넘어지다 हो। किन मूल रूप खोज्नु पर्दछ त भन्दा अर्को व्याकरणमा फेरि यही 넘어지다 शब्दलाई अर्को व्याकरणमा चाहिँ नि लगाउनु पर्यो भने यसको मूल रूप चाहिन्छ नि त हामीलाई। यसमा बाछिम छ छैन, के छ, कस्तो छ, तल र बाछिम छ छैन सबै थाहा पाउनुपर्छ। जस्तै 넘어지다मा गो व्याकरण लगाउनु पर्यो, 넘어지गो भन्नुपर्छ नि त हैन। त्यही भएर मूल रूप के हो, मूल रूप के हो, क्रियाको र विशेषणको चाहिँ नि मूल रूप के हो त्यसको खोजनीति गर्न चाहिँ जरुरी छ है। 넘어져서 चाहिँ 넘어지다 मूल रूपमा आस अस लगाएर 넘어져서 भएको हो। त्यसपछि 어디 봅시다 भन्नु भने ओ ल हेरौँ त यसो भनेर, 봅시다 보다 भनेको हेर्नु भने ल हेरौँ त के छ, के रहेछ। 여기를 누르면 어떻습니까? उसले थिच्यो, त्यहाँनिर हेर्नुस् त, थिच्यो, यहाँ थिच्यो भने त्यहाँ खुट्टामा थिच्या छ नि हैन, यहाँ थिच्यो भने के हो, फिल हुन्छ, कस्तो हुन्छ भनेर सोधेको छ। 너무 아파요 भनेछ, एकदम दुख्छ भनेर। 발목을 삐었네요 भनेर भनेको छैन। गोलीगाठो चाहिँ नि पिदामा 삐었네요 भनेर भनेको छ, हल्का मर्केछ भनेर भनेको छ हैन। त्यसपछि के भनेको छ, 먹는 약과 파스를 처방해 드리겠습니다 भनेर भनेको छ।
खाने औषधि र त्यो टाँस्ने फास चाहिँ नि के भनेर सिफारिस गरिदिन्छु। 그런데 발목을 비었을 때는 많이 걷지 말고 है यस्तो हुँदाखेरि चाहिँ नि यो के भन्छ गोलीगाँठो मर्किँदाखेरि धेरै नहिँड्नुस् र के गर्नुस् भनेको छ 앉아서 쉬어야 합니다. बसेर रेस्ट आराम गर्नुपर्ने हुन्छ भनेर भनेको छ। 그리고 찜질을 해주는 것이 좋습니다. र के भन्छ तातो पानीले सेकाउँदा पनि राम्रो हुन्छ भनेको छ। 네 알겠습니다 भनेर भनेको छ। यहाँनिर हेर्नुहोस् त 먹는 약 खाने औषधि हैन र फास चाहिँ नि के गरिदिएको छ सिफारिस गरेको छ हैन र के भनेको छ धेरै नहिँड्नु बसेर आराम गर्नु भनेको छ हैन र चिम्जिल अर्थात् तातो पानीले सेक्नु भनेर भनेको छ। अब त्यसो भए म डाक्टर बन्छु तपाईहरु थुवान बन्नु होला है त। ल मैले सुरु गरे। 어디가 아프십니까? 어디 봅시다. 여기를 누르면 어떻습니까? 발목을 삐었네요. 먹는 약과 파스를 처방해 드리겠습니다. 그런데 발목을 삐었을 때는 많이 걷지 말고 앉아서 쉬어야 합니다. 그리고 찜질을 해 주는 것이 좋습니다. ओके अब त्यसो भए तपाईहरु डाक्टर बन्नु होला म थुवान बन्छु। ल सुरु गर्नुस् त। 어제 계단에서 넘어져서 발목을 다쳤어요. 아, 너무 아파요. 네, 알겠습니다. ओके हजुरहरुको उच्चारण एकदमै राम्रो छ। अभ्यास गर्न जरुरी छ है। अब त्यसो भए यहाँनिर हेर्नुस् त प्रश्न सोध्छु उत्तर दिनुस् हामी वार्तालाप गरौँ है। हेर्नुस् त 어떻게 오셨습니까 भनेर प्रश्न सोधे। हेर्नुस् त यस्तो यस्तो भएर वहाँ आए भनेर भन्नलाई फाल्मोगी आफुदा हैन के रे गोलीगाँठो दुखेर आए भनेर भन्नलाई के भन्ने 발목이 아파서 왔습니다 भनेर भन्ने हो नि त हैन। 발목이 아파서 왔습니다। ओके सही जवाफ। अब त्यसो भए यहाँनिर हेर्नुस् त 어디 봅시다. 여기를 누르면 어떻습니까? यहाँ थिच्यो भने कस्तो हुन्छ भनेर भनेको छ। के भनेको छ लास्टै दुख्छ धेरै दुख्छ भनेर भन्नलाई के भन्ने 많이 아픕니다 भनेर चाहिँ नि 씁니다 읍니다 व्याकरण प्रयोग गर्न सकिन्छ। त्यसपछि यहाँनिर हेर्नुस् त 처방전을 써드리겠습니다. 약을 잘 먹고 찜질을 꼭 하세요 भनेर भनेको छ। हेर्नुस् त 처방전 भनेको चाहिँ नि तपाईको 처방 भनेको के भनेको थियो मैले प्रेस्क्राइब गर्नु 처방하다 सिफारिस गर्नु हैन औषधि। 처방전 भनेको प्रेस्क्रिप्सन जुन त्यो लेटर हुन्छ नि प्रेस्क्रिप्सन त्यहाँनिर यो औषधि दिनको यति चोटी खाने कहिलेसम्म खाने कतिवटा त्यो प्रेस्क्रिप्सन चाहिँ नि त्यो औषधिको लगेर याक्कुकमा दिएपछि तब न औषधि दिन्छ नि हैन तपाईहरुलाई याक्कुकमा। त्यही भएर त्यस्तोलाई 처방전 भनेर भनिन्छ। 처방전을 써드리겠습니다 म लेखिदिन्छु त्यो प्रेस्क्रिप्सन अनि 약을 잘 먹고 के भनेछ यो औषधिलाई राम्रोसँग खानुस् र 찜질을 꼭 하세요। 꼭 भनेको गर्नै पर्छ कम्पल्सरीली यो चाहिँ नबिर्सिकन नछुटाइकन गर्नुस्। यो के भन्छ सेकाउने कुरो भनेर भनेको छ। यहाँनिर के भन्छ 네 알겠다लाई के भन्छ 씁니다 हुन्न 네 알겠습니다 भनेर भन्न सकिन्छ है त। ओके सही जवाफ। अब त्यसो भए फेरि एकचोटी वार्तालाप सुन्नुस् न त है। 어디가 아프십니까? 어제 계단에서 넘어져서 발목을 다쳤어요. 어디 봅시다. 여기를 누르면 어떻습니까? 아, 너무 아파요. 발목을 삐었네요. 먹는 약과 파스를 처방해 드리겠습니다. 그런데 발목을 삐었을 때는 많이 걷지 말고 앉아서 쉬어야 합니다. 그리고 찜질을 해주는 것이 좋습니다. 네,
알겠습니다. ल वार्तालाप सुनिसकेपछि अब प्रश्न सुन्नु होला र 여기는 어디입니까? यो ठाउँ कुन ठाउँ हो तपाईहरुले छान्नु होला है त। ल प्रश्न सुन्नुस् त। 어떻게 오셨습니까? 넘어져서 발목을 삐었어요. 어디 봅시다. 여기가 아픕니까? 아, 네. 발목에 파스를 붙이시고 많이 걷지 마세요. 그리고 집에서 찜질을 하셔야 됩니다. प्रश्न फेरि एकचोटि सुन्नुस् त। 어떻게 오셨습니까? 넘어져서 발목을 삐었어요. 어디 봅시다. 여기가 아픕니까? 아, 네. 발목에 파스를 붙이시고 많이 걷지 마세요. 그리고 집에서 찜질을 하셔야 됩니다. प्रश्न सुनिसकेपछि अब हेर्नुस् त। यो ठाउँ कुन हो? पक्कै पनि 정형외과 अर्थात् हाड जोड्ने विभाग हो नि हैन। कसरी? केटाले के भन्यो? 넘어져서 발목을 삐었어요 भनेछ। लडेर गोलीगाठो चाहिँ नि के भयो? मर्क्यो भनेर भनेछ। भने चाहिँ हाड जोड्ने विभागमै गइन्छ नि त हैन। आन्क्वा नेत्र विभागमा गइन्न, नेक्वा भित्र आन्तरिक विभागमा गइन्न, इबी नुक्वा यो जुन के भन्छ यो नाक कान घाँटी विभागमा गइन्न। त्यसपछि केटीले के भन्छ? 발목에 파스를 के भन्छ? 붙이시고 के भनेछ? 걷지 마세요. नहिड्नुस् भनेर भनेको छ हैन। भनेपछि यो 정형외과सँग सम्बन्धित भयो। त्यसपछि 그리고 집에서 찜질을 하시면 됩니다 भनेर भनेको छ हैन। त्यही भएर त्यो चिम्जिल अर्थात् तपाईको यो के भन्छ? खुट्टामा यो तातो पानीले सेक्नुस् भन्ने कुरा गरेछ। भने चाहिँ हाड जोड्ने विभागमा छन् नि यिनीहरु हैन। भनेपछि 정형외과 हो। 1 देखि 4 सम्म सरर उच्चारण गरौँ है त। नेक्वा, आन्क्वा, 정형외과 र इबीइन्हुक्वा। अब त्यसो भए हेर्नुस् त। प्रश्न नम्बर 2 खाली ठाउँमा मिल्ने शब्द छान्नु पर्ने छ। 집에서 청소를 했는데 손목을 삐었습니다. 그래서 찜질을 하고 파스를 के हुन्छ यसको उत्तर? यो खाली ठाउँमा 붙였습니다 हुन्छ नि हैन। 붙였습니다 붙이다 भनेको चाहिँ टास्नु। 붙였습니다 टासे भन्न खोजेको। 집에서 청소를 했는데 손목을 삐었습니다। अब 손목 भने चाहिँ फेरि नाडी हो हैन। हातको चाहिँ नि घाँटी अर्थात् नाडी हो नि त हैन। खुट्टाको चाहिँ फाल्मोक हो, हातको चाहिँ सोनमोक हैन। 집에서 청소를 했는데 घरमा चाहिँ नि यसो सरसफाइ गरिरहेको थिए, के भयो? हातको चाहिँ नि नाडी चाहिँ नि के भयो? मर्क्यो। त्यही भएर चिम्जिरल हागो अर्थात् तातो पानीले सेकेर फास चाहिँ नि टासे भनेर भनेको छ। भनेपछि उत्तर 붙였습니다 हुन्छ। त्यसो भए 1 देखि 4 सम्म सरर पढौँ है त। 1 नम्बर 붙였습니다, 2 नम्बर 먹었습니다, 3 नम्बर 맞았습니다 र 4 नम्बर 찍었습니다। 오늘의 학습 정리. अब त्यसो भए यो पाठको सारांश हेरौँ त। थेवा इलमा हामीले 병원 अर्थात् अस्पतालको विभिन्न विभागहरूलाई के भनिन्छ भनेर हेर्यौं। 정형외과, नेक्वा, 치과 र इबीइनुक्वा, आन्क्वा जस्ता चाहिँ नि शब्दहरू पढ्यौं र उमेन व्याकरण पढ्यौं। हामीले यो थेवा इलमा पढेको यो दुईटा वाक्यहरू म सँगसँगै दोहोर्याउनुस् त तपाईहरुले अभ्यास गर्नको लागि। 발목이 아파요. 발목을 삐었으면 정형외과에 가세요. त्यसैगरी थेवा इमा 치료 अर्थात् उपचारसँग सम्बन्धित शब्दहरू पढ्यौं। 처방전, 파스를 묻히다, 찜질을 하다 जस्ता शब्दहरू पढ्यौं र 씁니까, 씁니다 व्याकरण पढ्यौं। हामीले पढेको यी दुईटा के भन्छ वाक्यहरूलाई तपाईहरुले दोहोर्याउनुस् त। 어떻게 오셨습니까? 배가 아파서 왔습니다। यस्ता शब्दहरू वाक्यहरू पनि हामीले पढ्यौं। त्यसो भए हामीले यो पाठमा पढेको अस्पताल र अस्पतालको विभाग र
उपचारसँग सम्बन्धित यी शब्दहरूलाई तपाईहरुले नबिर्सनु होला है त। अर्को पाठमा फेरि भेटौँला।